So hey guys, welcome back to my another episode. So त्यही नै हो हैन, मैले चाहिँ आज चाहिँ भिडियो बनाइरहेको छु, हिजो चाहिँ बनाउनु पाइनँ. सो अहिले चाहिँ हामी निचा सालाइन जाँदैछु बल खेल्नको लागि. केटाहरू चाहिँ अगाडि छिरिसक्यो, म चाहिँ एक्लै छु पछाडि अहिले. सो त्यही नै हो, अहिले बाटोमा के कस्तो हुन्छ सब देखाउने वाला छु. सो अहिले चाहिँ हामी खाल्टी डाँडा आइपुग्यौँ गाइज. देख्न सक्नुहुन्छ है, हाम्रो केटाहरू अगाडि एकदम खतरा भ्यू छ. अनि हाम्रो दादा एकदम ह्यान्सी तरिका छ कि ह्यान्सी 5 घन्टा गर्नुपर्छ हामी लगभग 8 बजी पुग्छ होला है, साइज होला लगभग 50 बजी घुम्नु पर्यो एकदम. हेर हाम्रो केटाहरू डन डन केटाहरू डन डन पछाडिको डन हो हाम्रो डन केटाहरू पानी खान्छ पानी पानी एकदम. यो चाहिँ तपाईँको मूलबाटै आएको पानी हो कि होइन, एकदम शुद्ध खालको. यो खायो भने चाहिँ एकदम फेरि तागत डेन्जर आउँछ होइन. ठिक छ. अब चाहिँ हाम्रो चाहिँ आफ्नै पारामा छ कि, हामी आफ्नै पारामा, केटाहरू आफ्नै पारामा होइन, त्यस्तै हो. वेलकम ब्याक है. सब्सक्राइब गरिदिनु होला है, सब्सक्राइब. अहिले हामी ठ्याक्कै रमितेको डाँडा है, एकदम बबाल नेचुरल भ्यू. के कसो एकदम ठिक छ सर होइन. पुरै बा यसो हात हल्ला यसो हात हल्ला साथी. हाम्रो डन केटाहरू है, डन डन डन. सञ्जयको इन्टरभ्यू लिन्छ. ओइ सञ्जय दा, ओइ सञ्जय दा, ओइ सञ्जय दा, पखान इन्टरभ्यू. हाम्रो एकदम दाइको इन्टरभ्यू लिउँ है, त्यो सानो है. आउन भन न भाइ. अनि कस्तो हुँदैछ तपाईँलाई? रिला नगर्नु मुला. के भयो भाइ? नाच्नु चाहिँ भाषा भइरहेको छ. भाइ हामी चाहिँ अहिले बजार आइपुग्यो है गाइस. दादाको एकदम खतरा खतरा मोचा है. हामी चाहिँ बजार आइसक्यो अनि म चाहिँ अहिले देखाउने वाला छु बजारभित्र छिरेपछि है त. एकदम एकदम तपाईँ के लाने? बिल्कुल चुप. हिम्मत कैसे हुई तेरी मुंह खोलने की? कवि सोभन कवि हेर्न केटा यसो चटपटेसम्म सानो हामी चलफल बसन चरपर हार्छ. चाहिँ मुला फेरि ओइ आतङ्ककारी यसो लगाऊ. मोहन चाहिँ म फेरि ए पूर्णिमा, ए काका मम्मी रे ल ल बा. सानो रमाइलो हुँदैछ है गाइजहरू एकदम. कोही म नि भाइरल हुन्छ बाजेसँग ल ल ओइ सञ्जय दा. दाइजले गरे. बाजेको कडा प्रस्तुति. मलाई अरू चाहिँ ठिकै, फोर्सिङ चाहिँ लास्टै मन पऱ्यो बाजे. बाजे देउसी नाच्नु न भाइरल भलकमा भलकमा. गीत ताले कैसा लगा मेरा मजाक? डन. मुझे आपने नहीं दसा लेना आप 10 फिरे अभी इन्टरभ्यू लिनुहुन्छ.
यस्तो चाहिँ जाँदैन अब चाहिँ म खेल्छु दाइको सट्टा